फलामको यार्डमा काम गर्ने हामी चाहिँ 40 को मात्रै उचालिरहेको छौँ। सबै 2 दिन लाग्यो हामीलाई, अझै गरिरहेको छौँ। 2 दिनमा गरेको काम हो यो। अनि मेसिन, यो मेसिनमा बङ्गाउने यो रातो लाउने सिप हो, अर्को नेपाली दाइ, अनि म 3 जनाको काम हो यो चाहिँ टिम हाम्रो चाहिँ। उता भित्रभित्रै छुट्टै मेसिन, छुट्टै मान्छेहरू, आफ्नो आफ्नो टिम हुन्छ, त्यसरी गरिन्छ काम चाहिँ। ओम दाइ भात खाँदैछ, खाना खाँदैछ। अर्को चाइनिज पनि छ, खाना खाँदैछ। सब फलाम छ। अनि ठुलो भनेको चाहिँ 50 सम्म हुन्छ, Y50 भन्छ, 10 कोलाई Y10 भन्छ, अथवा T10 T50 भन्छ। नर्मली धेरै युज हुने भनेको चाहिँ 40 को। ल गाइज, हाम्रो चाहिँ हङकङमा फलामको काम भनेको चाहिँ यस्तो हुन्छ। हाम्रो राम भाइ एकदम कडा मान्छे, फलाम उचाल्नु कडा मान्छे हो। हाम्रो दाइ हुनुहुन्छ पविन दाइ, जस्ट पी। अनि यो चाहिँ माल 40 को हो, ज्याप उचाल्ने लाउने हो। अहिले चाहिँ यो चाइनिज भाषामा चाम्पान हुन्छ। फलाम लाउने काम मात्रै हो अहिले चाहिँ। पछि बिल्डिङ उठेपछि अलिकति हल्का फलाम हुन्छ। सो हामी चाहिँ हङकङमा चाहिँ नम्बर 1 वर्करको रूपमा हामी चाहिँ यो साइड पाएको। ल यस्तो छ है साथीहरू, हाम्रो चाहिँ यो 1 हप्ताको काम, 6 जनाले गरेको काम। यसमा चाहिँ जम्मी 6 चाम हाल्नुपर्छ। ल यस्तो हुन्छ है हङकङमा चाहिँ स्टिल फिक्सचर बार बेन्डरको काम चाहिँ यस्तो हुन्छ। यो चाहिँ सानो एरिया हो, सानो बिल्डिङ हो। सबैभन्दा लामो भनेको हामीले 12 मिटरसम्मको 40 को बोक्नुपर्छ। अब छोटो चाहिँ त्यो कुन साइजको, कुन नक्सामा, कुन म्यापमा कस्तो छ भन्ने कुरा हेरेर गर्नुपर्छ। गाह्रो छ हङकङमा, गाह्रो छ। सबैभन्दा गाह्रो काम चाहिँ प्यानल भन्छ। त्यस पछाडिको अलिकति दोस्रो गाह्रो काम भनेको चाहिँ यो फलाम हो। मनिष भाइ यस्तो हिँड्छ मान्छेहरू फलाम बोकेर। हेर हाम्रो सुरेन दाई पुरा सुतिराख्नु भएको छ। यहाँ चाहिँ मेन यो साइडको इन्चार्जहरू 2 जना चाहिँ राम भाइ इन्चार्ज। उहाँहरू बिना यो असम्भव छ। यो बिल्डिङ चाहिँ नक्सा हेर्न यस्तो हुन्छ दाइहरू। यस्तो 40 को माल हो यो चाहिँ। झ्याप चल्ने, ड्याक्का फाल्ने, ड्याक गर्ने। मुनिको त कसरी हाल्नु ठिक छ माथि, मुनि कसरी हाल्नु नि आमामा। त्यो पनि सानो मिल्दैन अरे, तिमीसँग हाल भन्छ। त्यो त मैले घुसाउनु पर्छ नि। त्यही त सिबु पनि थिएन क्या, सिबु पनि थिएन, केही थिएन यसरी चेपेको। जसले साइड हेरेछ त्यसले हाल्ने हो गरे। आफूले गर्दा हालेको थिएन, हामी त बिचबाट आएको नि त। हामी त यो चुन्दानबाट आएको नि त, बिचकोबाट। अनि सबैले चाहिँ मुनि सानो हाल्दा त हुँदैन तिमीले हाल भन्छ नि। तिमीले छिटो पऱ्यो नि, त्यति लामो हुँदैन। किन छिटो हाल्नु रहेको त, पहिला लागेर हामीले एउटा कति छिटो माने त यिनीहरूले त 2 जनाले भन्दै थियो। भाइ युके जाऊ भाइ, दाइले त अनि करोडौँ लिएर आएको छ त, 5 करोड लिएर आएको छ नि त। अनि जस्तै भए पनि अर्कै सम्हाल्ने अरे उसको मामा रह त, उसको मामा रह त, सिरेसको मामा नेपाल होइन भोडा उठा भाइ। बियर पनि पाउने, दाम पनि पाउने। कुरो त रमाइलो गर्छ। उठाएको होइन कि दिएको हो बिचरा। सिला सुनि यो पालि गएर ओडा पछि लर्निङ दिँदो रहेछ नि। यो ओडा अध्यक्ष भयो भने त मर्छ होला त्यो गाउँको त। कहिले भेट्दैन, कामै नआउने है। एब्सेन्ट क्या एब्सेन्ट भाइ। यसलाई त अपिल त्रिपाठी चाहिन्छ होला। ठिक भयो। सबैभन्दा घिनलाग्दो वडा अक्षर हो, सबैभन्दा घिनलाग्दो। युट्युबबाट पैसा कमाउँछ नि त उसले। युट्युबमा पैसा कमाउँछ 10-12 हजार पहिला।
तिमीले देखेछौ उसले थाप्दिन्छ मेरो पैसा उसको एकाउन्टमा झर्छ त पुरा निकै गिजा सबै निक्लेर खिचेर भिडियो निक्लेर यस्तो हेन्सम जाउ तिमी अनि सुगा जस्तो हेलो एभ्रिवान हाम्रो चाहिँ अहिले छुट्टी हुने बेला भयो भर्खर काम सकेर यो सबै आज एक दिनमा ठडाइसक्यो वाल पिलर अहिले चाहिँ अलिक सानो फलाम छ अस्ति चाहिँ तल चाहिँ 40 को त्यो सबै अहिले चाहिँ 25 को 32 को हरू छ मन्डे आएर सब हान्नु पर्ने लभिङ बिम मेन सिक्नु चाहिँ यता हो राम भाइ अमृत दाइ कालेमारी छ काले काले छैन पैसा लाग्दैन हुँदाखेरि लोक्सेहरू पछि फिजाउनु पर्ने सब बिमै बिम छ यही फ्लोर हामीले गरेको 15-20 जना नेपाली दाजुहरूसँग बिमै बिम छ तल्लो फ्लोरहरू चाहिँ चाइनिजहरूले गर्छ सजिलो चाहिँ 40 को 12 मिटरकोहरू पर्खिरहेको छ अनि काम गर्ने ठाउँ चाहिँ रमाइलो छ त्यो खाल्डोमा छिर्दा मात्रै अलिक गाह्रो हो अन्त त बिल्डिङ चाहिँ हावासावा आइरहेको छ बिल्डिङहरू हरियो परियो यता डाँडा हो भन्नु र गर्नु धेरै फरक छ मेरो कति दिन पुग्यो भने टोटली मेरो झन् आज चाहिँ पसिना आउने भयो आशबहादुर के गर्नु आँटेको म भनिदिन्छु है अब ढुक्क ढुक्क बस कहाँ
भिडियो खिची गरिरहेको भाइ त्यहाँलाई ठुक्कै परेर अब सकिन लाग्यो मान्छे गाह्रो छ नि गाह्रो छ यत्रो यत्रो फलाम जाँदाखेरि गाह्रो यो त औषधि गराउने रहेछ क्या बेसी